guys, it's me Binisha अनि यो चाहिँ मेरो सेकेन्ड vlog भनौं सेकेन्ड vlog नै हो किनकि my sister is getting married फागुनको 6 गते अनि यो चाहिँ डे 1 हो डे 1 भन्दा पनि हामीले केही तयारी गरेको छैन बे आउनु आटिसक्यो तयारी केही नै छैन सो आजबाट चाहिँ लाइक त्यो के अरे शान्ति दी अबे जल्दी बोल कल सुबह पनवेल निकलना है त्यो पातहरु गास्न आट्नु भएको छ मामु अनि के रे भाउजूहरु सबजना मुवाहरु आएर पात गास्न आट्नु भएको छ cuz my sister is getting married यहाँ आउनु न म शान्तिसँग भेटाउँछु अनि शान्ति चाहिँ एकदम एक्साइटेड हुनुहुन्छ आफ्नो बेको लागि हैन she is getting married. She's getting married. Congratulations to you. Thank you. एकदम एक्साइटेड हुनुहुन्छ शान्ति अनि यो चाहिँ हाम्रो डे 1 cuz ममहरु I need blessings from each and every person. मामुले टिका लगाइदिनु भयो यो चाहिँ मेरो नेल्स अनि यही हो अब यहाँ पात गास्दै हुनुहुन्छ सबजना हुनुहुन्छ यहाँनिर अनि हामी लाग्छ के भएन सो ओके डन भयो यहाँ सबैजना रमाइलो गरिरहनु भएको छ अनि म चाहिँ यता बसेको छु एन्ड अब म चाहिँ तल आएँ माथि काम भयो धेरै नै अनि we are sad because मेरो अर्को दिदी आउनु पाउनु भएन प्रान्जुजीको डेमा शान्ति चाहिँ एकदम लास्टै एकदम एक्साइटेड हुनुहुन्छ प्लिज एकदम एक्साइटेड कहिले हो तपाईँको बे फागुनको 6 गते सबजना आउनु होला मलाई ब्लेसिङ्स दिनु होला I need your blessings. Shower some love guys. So hello everyone. आज चाहिँ मैले vlog start गरेको day 2 हो अनि म चाहिँ भर्खरै उठेको मात्रै छु अब शान्ति दिदी र म पानी चढाउन जान्छ मन्दिरमा अनि त्यहीबाट हाम्रो दिनको सुरुवात हुन्छ 8 बज्न आँटिसक्यो ओके सो हेलो एभ्रिवान यो चाहिँ थर्ड डे शान्तिको बेको लागि लाइक सबै थोक रेडी गरेको अनि यहाँ चाहिँ बाबु रुइरहेछ म यहाँ बसिरहेको छु बाबु ओइ बाबु हेर्दै यालो म रुँदैछु भन न बाबुलाई चाहिँ सन्चो छैन बाबुको चाहिँ दादा अनि शान्तिको बर्थडे पनि छ पर्सि 24 गते अनि बाबुलाई चाहिँ सन्चो छैन रुँदैछ म लुँदैछु भन न अनि यही हो सो बाई अनि यो चाहिँ डे 4 हामीले भ्लग स्टार्ट गरेको शान्तिजुको बेको लागि अनि म चाहिँ गाडीमा थिएँ अनि त्यसपछि सन्चो पनि थिएन मलाई ज्वरो आइरहेको थियो अनि त्यसपछि शान्तिलाई पनि सन्चो छैन अनि हामी किनमेल गर्न हिँड्यौँ अनि त्यसपछि हामीले कति धेरै कुरा किन्नु थियो तर शान्तिलाई पनि सन्चो थिएन मलाई पनि सन्चो थिएन अनि हामी लाइक अलिकति विक थियौँ नि त अनि अलिकति त्यो एक्टिभनेस भन्ने थिएन खुसी चाहिँ एकदमै लागिरहेको थियो अनि हामीले न्यू रोड गयौँ साडीहरू किन्यौँ सामान सबै किन्यौँ अनि शान्तिलाई चाहिँ मलाई भन्दा पनि बढी गाह्रो भइरहेको थियो तर पनि सी ह्याभ टु गो देयर किनकि उहाँको लाइक वेडिङ आउटफिट हेर्नु पर्यो नि त सो अनि यो चाहिँ मेरो आउटफिट थियो म बाहिर हिँड्दा सधैँ मास्क लगाएर हिँड्छु अनि हामीले चाहिँ साडीहरू एउटै स्टोरबाट चाहिँ किनेनौँ किनकि अब डिफ्रेन्ट लगाउने अनि शान्तिलाई गाह्रो भयो भन्नुभयो अनि शान्ति घर जानुभयो हामी चाहिँ घर आयौँ अनि हामी चाहिँ बसिरहेछौँ हाम्रो घरमा चाहिँ भोलि पूजा छ अनि के अरे मोमो नारायण पूजा प्लस शान्तिको बर्थडे पनि हो मम भन्दिनु भोलि नारायण पूजा नि हो मेरो नानीको जन्मदिन पनि हो नानीको पनि बाल्ने हो बाबुलाई खाँदिरहनु भएको छ बाबुलाई खाँदिरहनु भएको छ बाबु रोइरहेछ यहाँनिर अनि बाबुले यहाँ मेरो कालो लगाइदिएछ यहाँ टिका लगाइदिएछ ल भोलि नै
Happy birthday, Sandidi. Oh my god! You are so. Oh my god! हेर्नु न खोलेर हेर्नु पहिला खोलेर हेर्नु प्लिज खोलेर हेर्नु Thank you. वेलकम ला खोल्नु बन्द गर ब्यागै ल्याएछु जस्तो छ कार्टुन हेर्न सक्छ ब्याग ल्याएछु माई के हो यो होइन हौ त्यो के माई सु द फ्यासन त्यो नि खोल्नु न ब्याग ल्याएछु मलाई थाहा भयो यो ब्याग ल्याएछु आई डोन्ट नो कस्तो छ त्यो मलाई थाहा थियो जानु न केही छैन मलाई कस्तो थाहा छैन त्यो सुत्ता A few moments later. ब्यागै हो कि यो ठुलो त My God! त्यो कस्तो छ थाहा छैन मलाई यस्तो ब्याग हो कि यो Oh my god, thank you very much for this surprise and thank you very much for this expensive gift. के एक्सपेन्सिभ I छैन really appreciate. मम्मी चाहिँ खोताला लाउनु भएको छ पछि यसमा पैसा हाल्नु मिल्दैछ राम्रो हो मलाई त मन परेको थियो यो चिन है त नि यतिकै राम्रो हो मलाई त यतिकै like this bag. Thank you. यस्तै हो कि डिजाइन लिएर जानुपर्छ पर्सि नाइस भएछ तपाईँलाई थाहा छ कि थाहा थिएन ल भन्नु नडाटी भन्नु मलाई थाहा चाहिँ थिएन तर मैले अघि दिउँसो मैले हेरेर पाइन्छ ब्याग भन्दाखेरि तिमीले मसँग पैसै छैन भन्यो नि त अनि मलाई त गेस चाहिँ लगाइसकेको अनि यहाँ चाहिँ हामी बोलिरहेको थियौँ तर साउन्ड कसरी म्युट भयो थाहा नै होइन ह्याप्पी बर्थडे भनिरहेको थियौँ सान्दिदीलाई लाइक मिड नाइटै थियो नि त ठ्याक्कै 12 बजे ह्याप्पी बर्थडे भनेको गिफ्टहरू ल्याएर सान्दिदीलाई अनि त्यसपछि हामी बोलेको थियौँ खै साउन्डै आएन चाहिँ कस्तो अझ मलाई लगाइरह के बोल्यौँ थाहा नै छैन त्यो साउन्ड चाहिँ आएन छ अनि हामी बर्थडेको दिनमा सधैँ नै लेट सुत्छौँ 2-3 बजे नै आज नै 1 बज्न आइसकेको थियो मामुले चक्लेट ल्याउनु बारे छ चक्लेट खायौँ अनि सी वाज भेरी ह्याप्पी विथ हर गिफ्ट्स अनि यही हो अनि मैले प्रुफको लागि चाहिँ कति बजी देखाइदिनु भनेर सान्दिदीलाई देखाइदिनु लाग्यो अनि इट वाज 12:02 and she was so happy after 7 years she has celebrated her birthday with family नि त सो सान्दिदीको बर्थडे गिफ्ट हामीले केक काटेपछि दिने भनेर थियो सबैले ल्याउनु भयो अनि मैले पनि एक्साइटमेन्टमा ल्याइहालेँ ठिकै छ मन पर्यो मलाई पनि एकदम मन परेको हेलो एभ्रिवान आज चाहिँ हाम्रो घरमा लाखपति बाल्ने अनि पूजा पनि हो प्लस अनि सान्दिदीको बर्थडे पनि हो सो सान्दिदीको बर्थडे पार्टी र पूजा पनि हो अनि यही छ यस्तै छ माहौल रमाइलो छ म हजुरहरूलाई देखाउँछु अब हो बर्थडे गर्ल हाम्रो आजको पूजा पनि छ अनि रमाइलो छ माहौल चिया पाक्दै छ बर्थडे गर्ल एकदम एनर्जेटिक हुनुहुन्छ म माथिको माहौल पनि देखाउँछु
हामी चाहिँ यहाँ बाबु सुताउन आँटेको बाबु सुतेन अनि सुताउन झगडा गर्दैछ अनि यस्तै छ बर्थडे गर्लको आउटफिट रमाइलो छ धन्यवाद दाइल कसले पठाएको यो कसले पठाएको सानले थ्याङ्क यू सानी Bye.